ल साथीहरु यति बेला चाहिँ काम विशेष छ हाम्रो यो धरान 10 को यो नारायण पथमा नारायण चोकदेखिको ठाडो बाटो स्वस्तिका चोक जाने बाटोमा एकदमै विशेष काम रहेको छ। म त भर्खर नआएर आएको नि घर पुगेर र काम विशेष चलिरहेको छ साथीहरु। मान्छेले मान्छे कामै काम हैन। यहाँ दाजु हुनुहुन्छ विशेष गरी काम छ स्पेशल। काम 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 हाम्रो देश बनाउने हाम्रो एकदमै दुईटा हात दुईटा खुट्टा र देश प्रतिको माया। तपाईहरुलाई पनि आफ्नो फेस हेर्नु छ भनेदेखि ज्ञानु चामलिङ खोटाङ्गेमा देख्न सक्नुहुनेछ। ज्ञानु चामलिङे खोटाङ्गेमा चाहिँ हेर्न सक्नुहुनेछ। तपाईहरुलाई भरे आफूलाई नि हेर्नु मन लाग्यो भने ज्ञानु चामलिङ खोटाङ्गेमा चाहिँ यसमा मलाई चाहिँ फेरि सब्सक्राइब के अरे लाइक चाहिँ गर्नु पर्दैन कि जस हेर्नु चाहिँ तपाईँ चाहिँ एउटा सम्झना बिर्सनको लागि चाहिँ हो। हाम्रो नानाहरू पनि खोटाङ्गे नै हुन्छ। खोटाङ कहाँ नाना? हलेसी ए खोटाङ दिक्तेल नेर्पा मेरो के अरे ज्ञानु चामलिङ खोटाङ्गे युट्युबमा। हजुर यस्तै कालो चस्मा लगाइरहेको छु। ए दुर्गासँग मेरो मिलसँग हुन्छ यत्रो भइहाल्छ। यस्तो काममा कति हुन्छ यस्तो त झऱ्यो पनि अर्को दोकानमा पाइहाल्छ। यता हाम्रो दाजै हुनुहुन्छ र मित्रहरू हिजो हामीले गरेको काम यसरी यति डह्रो छ कि तपाईँ चाहिँ हिजो गरेको काम यो हो हाम्रो हिजो गरेको काम हो मित्रहरू। र अहिले भर्खरै गरेको काम यहाँ माथि छ भनेदेखि तपाईँ चाहिँ अहिले हाम्रो यहाँ तल पिसिसी ढलान हुँदैछ। पिसिसी ढलान हुन्छ मित्रहरू यसरी तपाईँको चाहिँ एकदमै भव्यताको साथमा हाम्रो काम हुँदैछ भनेदेखि तपाईँ चाहिँ हामी एकछिन सम्झना बिर्सनको लागि तपाईँ चाहिँ भिडियो बनाउने गर्छौँ। हाम्रो सत्यघले भाइ यता हुनुहुन्छ भनेदेखि एकदमै डेन्जर खतरा एकदमै हाम्रो प्रेमजी तल हुनुहुन्छ भनेदेखि तपाईँ चाहिँ यता सपना भाइ हाम्रो देव पायुङ सर यसरी नाची काम गर्नु भएको छ। गुड जब भन्न चाहन्छु। हाम्रो सुनसुरी अनलाइन मिडिया यता हुनुहुन्छ भनेदेखि यतातिर हाम्रो दाजु टिकटकमा एकदमै रमाइराख्नु भएको छ जस्तो लागेको छ मलाई। हो कि भन्ने है सपना विपना हजुरहरूले पनि भरे आफ्नो फेस मैले काम कसरी गरेको छु भनेर हेर्नुहुन्छ भने चाहिँ ज्ञानु चामलिङ खोटाङ्गेमा हेर्नु सक्नुहुनेछ है। ज्ञानु चामलिङ सेयर त गर्नु पर्दैन मेरो चाहिँ आफ्नो सम्झना बिर्सनको लागि चाहिँ होइन। सधैँभरि तपाईँ रहिरहोस्। मान्छेको जिन्दगी आज छ भोलि छैन। कर्कुलोको पानी हो त्यो भएकोले गर्दाखेरि सम्झना बिर्सन चाहिँ हेरिराख्नुपर्छ ल। हस् सम्झना बिर्सनको लागि चाहिँ मैले भिडियो बनाउने गर्छु मित्रहरू। घर भन्नु कसरी आछे
तपाईँले फर्स्ट अप्रिल बनाउनु नपरोस् है। हाम्रो भोजपुरे भान्जा हुनुहुन्छ उहाँ। ज्ञानु चामलिङ खोटाङ्गे खोटाङ्गेमा चाहिँ तपाईँहरूले हेर्नु सक्नुहुन्छ आफ्नो फेस। हजुर होइन यो चाहिँ तपाईँको जुन सम्झना बिर्सना मान्छे जिन्दै के हो म सधैँ भिडियो बनाउँथेँ कि अस्ति चाहिँ नभेटेर मैले बनाइनँ। बिचरा हाम्रो बिसन दाजुको त्यति धेरै छैन मेरोमा भिडियो। मैले प्राय यो हिले भएकोले गर्दाखेरि मैले बनाइनँ कि त्यो भएकोले गर्दाखेरि कि अनि एउटा सम्झना बिर्सना चाहिँ बनाइराख्नु पर्ने छ क्या यो भिडियोहरू चाहिँ। त्यसरी म जहिले पनि आफ्नो टाइम 15 मिनट 10 मिनट राखेर कैद गर्ने गर्छु। अहिले तिम्रो भान्जा नभन तपाईँहरू हाँसिरहेको हेर्नु चाहनुहुन्छ भनेदेखि ज्ञानु चामलिङ खोटाङ्गेमा भरे गएर हेर्नु होला। म फेरि फर्केर तपाईँहरूकैमा आइपुगिरहेको छु र केही छिनपछि फेरि म आफू पनि काम गर्नेछु। तपाईँहरूलाई कति रिस उठिरहेको होला आफू थाकेको देखेर, अरू बोलिरहेको देखेर। हाम्रो शङ्कर भाइ हुनुहुन्छ यता। म खोटाङ्गे ज्ञानु चामलिङबाट छु। यता हाम्रो धनबहादुर धनबहादुर भन्दा फेरि 4 नम्बरको चाहिँ कसरी आयो बिचमा नल्याउ न त्यसरी एभरेटाइज। धनबहादुर 4 नम्बरको त साह्रो श्रमदान गर्नु। हाम्रो धनराज राई हुनुहुन्छ खोटाङ डिक्टेल उभो खोला चोखण्डदेखि। ए त उदो खोला र म हो नि। हेलो के उठाउनु भयो होला यो? ज्ञानु चामलिङ खोटाङ्गेमा हेर्न सक्नुहुनेछ तपाईँको थोपडा भरे। रियली सत्य युट्युबमा गएर ज्ञानु चामलिङ खोटाङ्गे हान्नुभयो भनेदेखि तपाईँहरू चाहिँ मेरो थोपडा देख्नुहुनेछ र तपाईँको पनि आउनेछ। त्यसमा पहिला त मेरो आउनेछ नि त खोटामा चाहिँ, त्यो भन्नु खोजे। आज म सुनसरी अनलाइन मिडियालाई प्रश्न सोधेको गरेर हत्या बनाइदिउँ कि भयो यसरी काम हुँदैछ मित्रहरू हाम्रो धरानमा र यो देशव्यापी नै हामीले यसरी काम गर्नुपर्ने हुन्छ भन्ने हामीलाई लागेको छ। र यहाँ ल यो एकदमै हाम्रो धरानमा चाहिँ तपाईँ चाहिँ श्रमदानदेखि हामीले चाहिँ केही गर्ने हाम्रो भनौँ न ठुलो लक्ष्य छ र यो लक्ष्यलाई हामी सक्सेस पनि गरिसकेका छौँ 3 वर्षमा र अझै पनि हाम्रो ठुलो लक्ष्य छ। त्यो लक्ष्यलाई हामी पुरा गरेर छाड्छौँ होइन त मनिष सर? 5 वर्ष अबको 5 वर्षमा तपाईँ चाहिँ धरान भनेपछि तपाईँको नेपालको नम्बर 1 सहर घुम्ने ठाउँ होइन। अनि खालि श्रमदाता कति कालो भएको रहेछ श्रमदान गरेर भनेर उहाँहरू चाहिँ हेर्न आउनुहुन्छ होइन त बाहिर गएर। त्यस्तो चाहिँ हुनुपर्छ। अझै 4वटा घाम लाग्यो हुन्थ्यो भन्छु क्या। कालो अफ्रिकातिर जस्तो हुनुभयो हामी है, कस्तो हुन्छ होला त्यही त होइन। त्यही त आमा हामी अफ्रिकातिर जस्तै कालो हो भने त सबै नेपालकोहरू हाम्रोमा हेर्न आउँथ्यो नि त हामीलाई।
फेरि नानीहरू चाहिँ सेतो सेतो हुन्छ होइन हामी श्रमदाता चाहिँ कालो जहाँ कालो हुन्छ त्यहाँ विकास हुने हो हो डह्रो पनि हुन्छ हौ कालो मान्छेहरू किनकि श्रमदाताहरू कालो भएर डह्रो भएको छन् पानी छैन त्यहाँ हाम्रोमा चिसो पानी छ एउटा ल्याउँ त हस्त मित्रहरू सम्पूर्णले हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरू पनि यसरी नै श्रमदान गरेर तपाईँको चाहिँ एडभर्टाइजहरू गर्नु होला भन्न चाहन्छु नमस्कार सम्पूर्णको जय होस्